बाटो छैन कसरी दिने हेलो एभ्रीवान वेलकम ब्याक टु माई च्यानल आज चाहिँ म तपाईहरुलाई इटरीदेखि चुली पोखरीसम्मको बाटो देखाउँदै छु र यहाँदेखि चाहिँ हामी 10 बजे बाटो लागेको छौं बेलबारीको मेन बजार यो हो अब यहाँदेखि चाहिँ हामी भित्र लाग्छौं अब यहाँदेखि चाहिँ लेफ्ट साइडदेखि भित्र छिर्छौं है हामीले त थोरै बाटो भुलेछौं अलि अगाडिको एउटा बाटो लिनुपर्ने थियो तर अलि पछाडिको नै लिइहालेछु यो रहेको चाहिँ आदर्श चौक यहाँदेखि चाहिँ हामी राइटतिर बाटो मोड्छौं रातो टेम्पोको पछि यो बाटो चाहिँ एकदम राम्रो छ क्या हरियाली दृश्य वाउ कति राम्रो हेर्दा कति राम्रो तपाईहरु झन् रियल लाइफमा झनै आनन्द पाउनुहुन्छ लेटाङ हुँदै जानु हो त्यही भएर यो बाटो हामी जान्छौं यो बाटो चाहिँ भलुवा जाँदा रहेछ सो हामी चाहिँ यताको बाटो मोडिन्छौं है साथीहरु यहाँ बिजी चोकदेखि चाहिँ हामी यो साइड जानु पर्ने छ क्या यताको बाटो यो खोला रहेको छ तेली खोला यता अगाडि चाहिँ बाटो छैन अरे सो तलबाट हिँड्नु पर्दो रहेछ खोलाबाट अनि अब यहाँबाट जानुपर्छ अब यसपछि चाहिँ पुरै जंगलको बाटो रहेछ सुनसान छ अगाडि पछाडि कोही पनि छैन न त साइडमा न त अगाडि कोही पनि छैन है यहाँ चाहिँ चुली पोखरी जान आएको हो बाटो त खराब छ र चुली पोखरीको त यतिखेर त ल्या हो र के घुम्न जान आएको हो क्या हजुर पुरै खराब बाटो हुन्छ त्यो बर्खाले बिगारेको छ ए तल यहाँ कहाँ बाइक रोकेर जानुपर्छ नि त्यहाँसम्म पनि खराब छ त्यहाँदेखि चाहिँ हिँडिकै हिँड्नुपर्छ जंगलको बाटोमा बल्ल एकजना उहाँलाई भेटेको उहाँले चाहिँ हामी सँगै जानु पर्छ म पनि मधुमल्लासम्म गएको तपाईहरुले नि बाटो देखाइदिन्छु भन्नुभएको थियो र हामी चाहिँ उहाँसँगै जाँदैछौँ हेर्नु त बाटो चाहिँ पुरै भर्खर खनेको रहेछ अनि पुरै चिप्लिँदो रहेछ क्या चक्काहरू सो बाटो अलिक अप्ठ्यारो थियो मधुमल्लासम्म अनि मधुमल्लादेखि फेरि ठिकै भनौँ त्यस्तो यताको जस्तो भर्खर खनेको थिएन पुरानै बाटो थियो यो चाहिँ हामी मधुमल्ला चोक रहेछ कति 12 बजे आइपुग्यौँ है 2 घन्टामा हामी मधुमल्ला आइपुग्यौँ अब यहाँदेखि कति लाग्छ हेर्दै जानु होला ए यो बाटो सिधै न हजुर अनि यो बाटो नछोडिकन पछि न बाइक जान्छ बाइक पनि जान्छ ट्रेकिङ गर्दा नि हुन्छ यताबाट नि त यो बाटो चाहिँ बाइक जाँदैन यो रातो पुलदेखि चाहिँ राइटतिर जाने यहाँबाट जानु आमै कुवा पानी जाने बाटो कुवा पानीबाट यता ए हुन्छ हरामी हो बेटा मावती खम्बु हाई भन्देऊ न नाम के हो भन त ल मेरो गोब्रो नै अहिले हामी चाहिँ असारे चोकदेखि राइटतिर जाँदैछौँ यसै जानुपर्छ पर जानुहोस् यो सिधै बाटो नछोडी जानुहोस् अनि चुली पोखरी जाने बाटो कहाँ भन्नु अनि बाइक चाहिँ जान्छ कि जाँदैन जान्छ माथिसम्म त्यहाँ यस्तो बाटो सेन्टरमा यस्तै हार्दैको चोक भनेर जाँदै बाटो माथि लेखिएको छ त्यहाँदेखि उकालो जानु लोकेसन तपाईहरु कहाँबाट आउनुभएको हामी टरीबाट ल शुभ यात्रा हुन्छ कस्तो बोर भयो नि हामी चाहिँ एकछिन यहाँ बिसाको कस्तो गाह्रो भएको छ क्या हामीलाई चाहिँ अब के भन्नु यस्तै हो घुम्न रहर गरेपछि यतिको त हुनै पर्यो होइन फेरि यहाँदेखि माथिको डाँडाहरू क्या
अब यहाँको लोकलहरूलाई हिँडेर आधी घन्टा 45 मिनट लाग्छ अरे नि हामीलाई त अब झन् 1-1.5 घन्टै लाग्छ होला अनि 1-1.5 घन्टा लाग्छ अनि बाइक अब यहीँ छोड्नु कि के गर्नु भयो अब हामी चाहिँ अब बाइक चाहिँ यहाँ राखेर जान आँटेको यो घरमा अब भरे फर्केर यो घर आइपुग्छौँ कि आइपुग्दिनौँ थाहा छैन घर जाने बेलामा भरे बाइक चाहिँ भेटेन भने यो घर भेटिन भने फेरि त्यही चिन्ता लाग्यो हामी चाहिँ चाउचाउ र चिसो किनेर हाम्रो उकालो बाटो हिँड्दैछौँ अब हामीलाई भनौँ 1.5 घन्टा लाग्छ यहाँदेखि के गर्नु र बिस्तारै जान्छौँ कहाँसम्म पुगिन्छौँ हेरौँ हामी चाहिँ अब यो बाटो जानुपर्ने अरे बाटो चाहिँ यस्तो छ साथीहरू होइन ओ माई गडनेस यस्तो छ बाटो कस्तो डर पनि लाग्दैछ हामी 2 जना मात्रै छौँ नि त अनि स्कुलले ब्याग बोकेर आउँछु म त सजिलो हुन्छ नि त यही ब्याग सजिलो छ अनि अविनाश चाहिँ उसको टेमी ब्याग बोक्छ क्या त्यो कछुवा ब्याग जहिले बोकेर हिँड्छ ओ ला बाटो छैन बाटो छैन त कुन बाटो पठायो बाटो छैन हेर्नु न साथीहरू बाटो पो छैन रहेछ हौ क्यामेराको नट खकुलो भएर एकदम यस्तो रिस उठ्छ यहाँ चाहिँ बाटै छैन क्या खोलालाई अब यहाँदेखि कहाँ जानु खोइ कहीँ देख्नुहुन्छ यो माथिको पाहाड चढ्नुपर्ने बाटै छैन मैलो बाटो देखेर म चाहिँ एकदम चकित भएँ यो नजाउँ होला हौ आधा ओइ किरा पसेर आँखामा किरा पसेर हेर्नु कसरी दिनु पानी चाहिँ कसरी दिने भाई मारो मुझे मारो नहीं ये मजाक हो रहा है 1 सेकंड यार हाल्नु आधा मसला खाएर लु नि तपाईँ चाहिँ हाल्नु नि पानी त्यो बुकुको साइडमा राख्नु नि यस्तो रमाइलो पलहरू कहाँबाट खोइदिनु पानी लु पानी खेर नखालु क्या त्यो किरा पसेर खोलातिर झरौँ सकिँदैन यस्तो बाटोमा किरा पसेर अनुहारमा पसेर ठिक आँखातिर किरा पसेर बिजोक भइरहेछ क्यामेराले साह्रै रिस उठाइरहेको छ मलाई आज फेरि के तबाट हौ मलाई जानै मन छ क्या जानु चाहिँ फेरि त्यता त खोला मात्रै छ अनि हेर्नु त यस्तोमा बाटो कहाँबाट हुन्छ खोइ बाटो कुन हो बाटो हाम्रो आजको भ्लग चाहिँ यहीँसम्म मात्रै हुन्छ जस्तो छ है साथीहरू हाम्रो आज चुली पोखरी जाने भनेको यो खोलादेखि कहाँ हो यहाँ बाटै भेटेनौँ क्या अनि त्यही माथि पनि भरे माथि चढिहाल्यौँ अनि भरे बाइक राखेको घर भेटिनौँ भने अर्को तनाव हुन्छ फेरि हामीलाई त्यही भएर अब हामी चाहिँ यहीँ खोलामै बसेर खाँदैछौँ नास्ता नि के भनौँ चाउचाउ र डिउ लिएको छु म चाउचाउ डिउ यो चाहिँ हो उकालो चढ्दाखेरि माउन्टेन डिउ अनि यसलाई चाहिँ कसरी खानुपर्छ घाँटी पोलो चुली पोखरी जानुपर्ने कुन पोखरी आइपुग्यौँ यही हो चुली यही हो पोखरी हाम्रो लागि अब के गर्नु सो त्यही हो गाइस पछिसम्म हेर्दै गर्नु होला अझै रोमाञ्चक सर्ट्सहरू भिडियोहरू म क्लिपहरू हालेर तपाईँहरूलाई देखाउने नै छु ल हाम्रो चुली पोखरी यस्तो छ अविनाश केटी देख्दा कस्तो गर्छ अरे स्विमिङ पुल खेल्न जाँदा केटी देख्दा चाहिँ ऊ त्यस्तो स्याप्प पेट गर्छ अरे अनि केटी उता फर्केपछि चाहिँ कस्तो गर्छ अरे अभी मजा आएगा ना भिडो
सो हाम्रो चुली पोखरी चाहिँ यही नै हो साथीहरू तर पनि रमाइलो भइरहेको छ क्या हामी दुईजना डेटिङ बस्नलाई चाहिँ पानी परेको चाहिँ छैन पर्ला जस्तो हुँदै थियो तर परेको छैन यता माथि पुरै जङ्गल छ See you soon चुली पोखरी See you soon चुली पोखरी नेक्स्ट टाइम नेक्स्ट विक है त चुली पोखरी मामासँग आज हामी आएको मामाले तर चुली पोखरी नै पुर्याउनु भएन का यो खोला नै चुली खोला पुग्यो मामाले भन्नुभएको सो मामालाई एकदम सलाम छ मामा म चाहिँ यहाँ बाइक भएको ठाउँमा आइपुगिसकेँ अब यहाँबाट चाहिँ बाटो यस्तो छ नि त अनि एक्लै अविनाश एक्लै जान्छ यहाँ चाहिँ अलिक तलसम्म अविनाश चाहिँ बाइक स्टार्ट गर्दै हुनुहुन्छ नि त अनि यहाँबाट अलिक तल 18 बाटोसम्म जानुहुन्छ एक्लै अनि त्यसपछि चाहिँ म जान्छु अघि चाहिँ मैले यो घर भेट्दिनँ म होला सोचिरहेको थियौँ क्या हामीले तर हामी चुली पोखरी गएको चाहिँ सायद भेट्दिनँ त्यो बेला हामी चाहिँ खोलामा मात्र पुगेर आयौँ त्यसपछि चाहिँ घर पनि भेट्यौँ अब चाहिँ हामी यहाँबाट जाँदैछौँ अलिक बाटो चाहिँ यस्तो हो क्या म पनि कुद्दै जान्छु तपाईहरुलाई चाहिँ म माफी माग्न चाहन्छु किनकि मैले चाहिँ चुली पोखरीको बाटो डेस्टिनेसन देखाउँछु भनेको थिएँ बाटो हैन तर लास्टमा चाहिँ चुली पोखरी चाहिँ नपुगेर हामी चाहिँ एउटा खोलामा पुग्यौँ क्या धेरैजना मान्छेलाई सोध्दै गयौँ त गयौँ नि त अब सबैजनाको कुरा एउटै भएन कहिले कता भन्दै भन्नुभयो अनि हामी चाहिँ त्यो मान्छेको अनुसार गएको थियौँ त्यही भएर खोला पुग्यौँ थ्याङ्क्स फर वाचिङ